बिछोडको कराउतीले काट्न मलाई काट्यो जाँदा जाँदै बाटोमा बिरालोले बाटो काट्यो कति वर्ष हुँदा बिहे गर्नुभएको तपाईले? खोइ त्यति बेला केटाकेटीमा गर्ने चलन हेरेर अचेलको जस्तो हेर्ने भए त यस्तो ल्याफ्रा खुट्टा गरेर केटी हेर्दिन थिएँ। कति राम्रो हुनुहुन्छ आमालाई? छाला राम्रो भएर व्यवस्था हुनु पर्यो नि त। भिटेन दाइले मलाई के भन्नुभएको थियो नि त्यो चाहिँ मलाई एउटा यहाँ हेर्ने छ होइन। म भिटेन दाइसँग सँगै बसेर खाना पनि खाएको छु गाइस। कसम म भिटेनलाई भेज कि चिकन? त्यो भेज चिकन होइन त्यो कुरा नगर्नु होइन। I say thank you for watching this video. Wi-Fi? Wi-Fi? Where? Market. The market has Wi-Fi. Awesome. Wi-Fi? Yeah. Wi-Fi. Yeah. Wi-Fi. Yeah, wife. Yes. Wife? Yeah. I'm not asking for your wife, no wife, just the Wi-Fi. भावुक भयो रुनु पनि आयो है अलिअलि रुनु आयो बाबुलाई फोटो खिच नेपालको राष्ट्रपिताको नाम के हो? अनि यस्तो त मलाई थाहै छैन अनि तपाईले मलाई सोधेर हुन्छ मलाई यहाँ कस्तो कस्तो गरेको छ नि अहिले यहाँ बाख्राको अध्यक्ष मरे अध्यक्ष बनाउने को तपाईँहरू माझ्याक्नेहरू नजानु नताल्नु घोडा बसी पाल्नु भने यस्तो तपाईँ यहाँ के गर्न आउनुभयो? म यसो त्यहाँ डिलबाट हेर्न आएको। रमिता हेर्न आउनुभयो? हजुर। कस्तो लागिरहेछ रमिता? ठिकै छ ठिकै छ। यता फर्केर हाई गर्नु त हाई गरिदिनु कस्तो आयो न एक दुई गोल हान्नु परेको भएन। म अब अर्को टिमले नान भनेको छ त्यही बालेन्सा जिन्दाबाद बालेन्साको जय होस् मेरो भए होस् नभए नहोस् Big salute to you. Many congratulations. आमाको दुध खाएर हुर्केको छोरी हो पनि तर जस्तो मुला सामु मलाई चाहिँ आमाको हामीले के गाउँको दुध खाएर हुर्केको देखे? हैन यो तपाईको बाँकी कुरा चाहिँ तपाईको उपसँग गर्नु। हजुर यो पार्किङमा होटल चलाउने अधिकार कसले दियो? घरबेटीले दिए। यो मेरो दस्तके रावण आतंक बसाउने काभन कमजोर मुटुलाई जाबन। दशैं आउँदैछ झापा जान मन छैन तपाईलाई? कसको बाउको बिर्ता के युनिका कार्यकर्ताले ठोक्लान् नि फेरि? मार्दा लोरा ठोक्नु खत्तम। माननीय फेसबुक एकाउन्ट उडेर हुनु भएको त हिम्मत हार्नु भएको हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन। मेरो एउटा कुखुरा साथी थियो होइन, कुखुरा साथी थियो अनि ऊ चाहिँ मसँग सँगै सुत्थ्यो, मसँग सँगै खान्थ्यो अनि मैले स्कुल जाँदा नि उसलाई लिएर जान्थेँ सँगै होइन। डिप्रेसन अनि त्यो गर्दाखेरि चाहिँ अब यस्तै दसैँको दिन फुलपातीको बेलामा चाहिँ मेरो मदर स्टेप मदर हुन्छ उहाँले काटेर खाइदिनु भयो होइन। अनि उहाँले त्यसरी काटेर खानु भएपछि चाहिँ मलाई के फिल भयो भन्दा चाहिँ एकदमै यस्तो फिल भयो कि एकदम हर्ट भयो नि त म त। दीदी दीदी वाह दीदी It was great actually एकदमै राम्रो भयो आजको एक्जाम चाहिँ। एसए पछि मेरो मेन प्लान इज लाइक आई जस्ट वान्ट टु इम्प्रुभ माई स्किल्स के जुन अहिले मैले स्कुलमा गेन गरेको स्किल्सहरू छ नि आई जस्ट वान्ट टु इम्प्रुभ देयर एन्ड होन दो स्किल्स। त्यही हो मेरो प्लान चाहिँ। देखा जाएगा एकछिन सुत्ने होइन, एकछिन सुत्ने उठ्ने दौडिने खेल्ने। बबाललाई है सरकारले चाहिँ खतरा गरे हो है, किनकि यस्तो हो अब बिच कोर्स पढ्न जा भन्थे सबैले, हटाएपछि जानै परेन नि। ड्रेसअपलाई लिएर के भन्नु छ तपाईँलाई? कतिको याद छ यो टोपी कति वर्ष भयो होला अन्दाज गर्नु त? एक्चुअली यो कति वर्ष भयो उहाँले लगाइराखेको? 4 वर्ष। अब दुईटा अप्सन दुईपल्ट भनेर मिलाउनु भयो नि मैले हजुरलाई ठुलो पुरस्कार दिन्छु ल।
यो के यही सिरियलमा उहाँको हल्का रमाइलो भनेको मेरी बातचितदेखि अहिलेसम्म त्यो मेरी बासेदेखि हो यो त्यो भने त कति 11 लगभग ठ्याक्कै जस्तै हो ठ्याक्कै मिल्यो त्यस कारणले गर्दा पुरस्कार उहाँसँग डेट हान्ने हो माया गरा माया लुले मायालाई अल्ली अल्ली लौ यो चस्मा तपाईँ थाहा छ 45 लाखको चस्मा हो दुबईको राजकुमारले गिफ्ट दिएको त्यो चस्मा 100 रुपियाँ भन्दा बढीको चाहिँ होइन होला बेकार फुर्ती लाग्यो बुढाले 100 रुपियाँको कुरा गर्छ बाटोमा फल्याक ठडाएर 25 रुपियाँमा बेच्छ त्यसो तपाईँको 15 करोड त 10 करोड कहाँबाट कमाउँछ कुन चाहिँ डक्टरले कमाउँछ डक्टर एउटा डक्टरलाई आइदिनुहोस् डक्टरले भन्नुहोस् मैले आजको दिनमा यति करोड सोनीमा गरेर तपाईँले भन्नुहुन्छ डक्टर भन्नुभयो होला उहाँले 20 लाख 25 लाख कहाँबाट कमाउँछन् कुन चाहिँ हस्पिटलले दिन्छन् गाउँमा त अब तर्साउँछ यताउता के भन्छ ए बाबु तर्साउनु त के चाहियो र नि बेटा बाबा यति बेला त भनेर घुन्द्रुङ गरिदिन्छ चालिस तर्साउँछ पनि यहीँ आउँछ छाउनी भ्याउने कुरा के आउँछ देख्नु भएको हेर्नु बाबु हजुर मैले ढाकेर काम छैन तँलाई मेरो घर छ हजुर म यो मेरो पिता थली छैन बाबु हेर्नुहोस् मैले परास चन्जे उठाएर फालिरहेको म यो कोदो फटर फटर भएर बाहिर पिसा फेर निक्लेँ पिसा फेर निक्लिँदाखेरि मैले सेतो मुन्छे सर्लाको सेतोको जुन रात थियो सर्लाको सेतो मुन्छे देखेँ म बसेको बसै भएँ त्यही बसेको बसै भएँ उठेर हिँडेँ उठेर पन्ध्र फल हेर्दाखेरि छैन अबदेखि मैले रक्सी छोड्यो भनिदिनु आजबाट छोडिदिन्छु मैले छोड्यो अब छाङ खानु के भइरहेको थियो यार के भइरहेको छ यो देशमा के भइरहेको छ बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार यो के हो यो के हो यो के हो के हो यार बाटो हिँड्दै थिएँ यार म छोड्नु पर्ने कारण के तपाईँको परिचय भन्नु न म नवराज उप्रेती कहाँ जाँदै हुनुहुन्थ्यो अहिले म बाटो हिँड्दै थिएँ कहाँ जानलाई बाटो हिँड्न कहीँ जानुपर्छ मेरो आफ्नै डेस्टिनेसन छ जय श्री राम मंदिर बन गया कैसा लग रहा है अच्छा एकदम अच्छा है अयोध्या मंदिर धेरै राम्रो है अच्छा है हम लोग नेपाल से आया है ये हेरेको समझ रहे ना आप लेकिन सुन के अच्छा लगा अब स्ट्रङ हुनुपर्छ तपाईँ शिल्पाजी अब आँसु पनि सिद्धिसकेका छन् तपाईँको आँखाको समुद्रभित्र रहेका आँसुहरू सबै सिद्धिसकेको छन् जति यो 1 हप्तामा नेपालमा पानी पर्यो त्योभन्दा धेरै आँसु तपाईँको आँखाबाट झरिसकेका छन् अब तपाईँ स्ट्रङ हुनुपर्छ युवराजी तपाईँको स्वागत छ नमस्कार धन्यवाद अरे बाप रे नयाँ लुक्स हजुर झन्डै नचिर्या चिन्नु भएछ खुसी लाग्यो अफ्रिका घुमघाम गरेर आउनु हो कि जस्तो देख्नु भएको छ अरे मैं तो पूरा काला हो गया यार तो तू जब इधर आया था तो कौन सा गोरा था यो केराको बोर्डले म कानमा सुनिरहेको छु राजा आऊ देश बचाऊ भनिरहेको छु एमाले दिएछ तर यो गन्जी लगाएको छु माओवादीको तर अहिले आएका हुन्छ नि त्यसका गीतहरू बिस्ताराले पोल्यो केले पोल्यो भन्ने हाम्रा बिस्तरै छैनन् बोल्ने पहिला गुन्द्राउन छाला जाने गरी गर्छिने अब भन्नुहोस् तपाईँले शब्द रचना गर्नुभएको थियो कि छैन गीत लेख्नुहुन्छ कि हुँदैन तपाईँ भन्नु गीत चाहिँ मैले लेख्न पाइनँ साँच्ची हो कविता त मैले लेखेको थिएँ स्कुलमा हो स्कुल कहाँ लेख्नु के थियो याद छ कविता गजबको छ त सङ्घर्ष सङ्घर्ष जीवन 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 सफलता 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 समस्या 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 पीडा 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 दुःख 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 रामले सीताको मन चाहिँ कसरी जित्नु भएको थियो ल भन्नुहोस् कसरी पाउनु भयो धनुष कसरी उठाउन नसकेको तर रामजीले आएर यसरी उठाइदिनु अब भनेपछि पूजा शर्मालाई कसैले बिहे गर्न चाहन्छ भने के उठाउनु पर्छ के उठा प्यारी समझ गई लेकिन भारत के हैं बिल्कुल सब पास भारत के हैं कैसे हैं क्या है कैसे हैं क्या है कैसे हैं भाई नक्शा में तो लिम्बे काला पानी नेपाल का सपोर्ट गरेर
होइन म तपाईँलाई भेट्न आएको तपाईँ यहाँ आउनुहुन्छ भेट्नुहुन्छ भनेर तपाईँलाई भेट्न आएको कस्तो व्यक्ति आफ्नो लाइफ पार्टनर भएको खण्डमा लाइफ सजिलै बित्छ मलाई त आफूलाई पालिदिने लाइफ पार्टनर भयो जस्तो हुन्छ जस्तो लाग्छ होइन आफूले केही गर्न नपरोस् उसले गरिदियो हुन्थ्यो जस्तो लाग्ने होइन बात त सही भनेपछि तपाईँले बिहे गर्ने केटी चाहिँ सबै गरिदियोस् सबै चाहिँ नै भनौँ होइन कमाइदियो भयो क्या घरको काम म मिलाउँला घरको काम तपाईँले गर्ने अनि अरू काम चाहिँ कमाउन चाहिँ उसले पर्यो पर्यो ओ दिदी टोयलेट कहाँ छ टोयलेट क्या भनेको पिसा फेर्ने ठाउँ देखाउनु न भने अरूको पनि हेर्दैन आफ्नो पनि देखाउँदैन हुन्छ जसरी त्यसलाई अनफोल्ड गरिएको हुन्छ होइन मोमेन्ट्सहरू त्यसरी नै लाग्यो मेरो श्रीमती चाहिँ उहाँको श्रीमानले लानु मेरो श्रीमान चाहिँ उहाँको श्रीमती लगो के गर्ने जेसुकै गर्नुहोस् तलै यसरी हात मैले के अरू केही सपनाहरू छ कि सपनाहरू त्यो चाहिँ त्यो खोलामा उल्ट्या हानिदिने नमस्ते मलाई त के बोल्न आउला र ल ठिक छ यहाँको शुभ नाम म त त्यहाँ वीर हस्पिटल गराएको यहाँको शुभ नाम यहाँको लगन खेल दाइको नाम चाहिँ के हो र हाम्रो पल्सर हो यहाँको परिचय दिनुहोस् न नाम भन्नुहोस् त नाम मेरो ससुराको शेरबहादुर मेरो सासूको देउकाली हजुरको आफ्नो मेरो पुराको डिले Which is your favorite food? My name is Mary Biscuit. How old are you? I'm fine, thank you. प्रधानमन्त्री भन्ने थाहा पाउनुहुन्छ नि त्यो फिल्म हेरेको छैन हाँस्नु न भाइ अलि हेराहेर गर्नु न हेराहेर त गर्नु न हेराहेर त गर्नु न हेराहेर त हाँस्नु न भाइ अनि हाँस्नु चाहिँ के हुन्छ हेर्दैमा अलिकति हेर्नु न त्यसो भने तपाईँले विज्ञान बुझ्नु भएको छ विज्ञान मैले राम्रो सक्दैन ल के हो त गतिको नियम के हो